नमस्ते दर्शकबिन अहिले चाहिँ इटरीमा यो ब्रोइलर कुखुराको एकदमै अब नपुग्ने अवस्था छ के। अब हेर्न सक्नुहुन्छ यो हाम्रो भनेको यत्रो छ, अब 2 केजीको होला। हेर्दाखेरि अब यत्रो देखिन्छ, र पनि भनेको डिलरले आएर उठाएर लिएर जान्छ। यानी कि वहाँ भनेको चाहिँ ब्रोइलर कुखुराको चाहिँ एकदमै अभाव छ अहिलेको अवस्थामा यहाँ चाहिँ यतिखेर। अनि भाउ पनि रेट पनि राम्रै दिएको छ अहिलेसम्म भनेको त, तर अहिले चाहिँ अनि यत्रो बेच्नु चाहिँ माया लाग्यो क्या मलाई पनि। बच्चै छ बिचरा, यति त्यत्रो छ भने जस्तो हुन्छ। तर वेट भनेको चाहिँ 2 केजी आइसकेको रहेछ। 2 केजी 100, 2 केजी 200 हो त्यस्तै भइसकेको छ। तर अहिले यहाँ कुखुरा चाहिँ भनेको एकदम सर्टेज छ हाम्रोमा। यहाँ यति मात्रै छ अहिले। यहाँनेरि आधाजना आइसक्यो होला नि कि म लान्छु यस्तो भन्दै आउँछन्। अब तर ठिक छ, यतिको आउनु पनि पर्छ, आवश्यक पनि। तर यो अलिकति बढेन, तर वेट राम्रो छ यिनीहरूको। अचम्म लागिरहेछ मलाई क्या। हिजो अस्तिसम्म पनि अब हिजो अस्ति त 190 180ले पनि बेच्यो हामीले पनि। त्यो अब बेच्नलाई पनि गाह्रो थियो कि त्यतिखेर भनेको त। र पनि अहिले चाहिँ भनेको चाहिँ अब आफै आउँदो रहनु क्या त्यो। अनि यस्तै भएर